धेरैजना साथीहरूले एसआईपी को बारेमा बुझिसक्नुभयो। अब एसडब्ल्युपी प्लान भनेको के हो, जसलाई चाहिँ सिस्टमेटिक विथड्रल प्लान भनिन्छ। एसडब्ल्युपी प्लान नेपालमा कहिलेसम्म आउँछ, यसको फाइदाहरू के हुन्? कुनै पनि बैंक वा वित्तीय संस्थाहरूले लन्च गरेको स्किमहरू एसआईपी एसडब्ल्युपी प्लानहरू मार्फत चाहिँ हामीले आम्दानीको स्रोतहरू बढाइरहेका हुन्छौँ। सिस्टमेटिक विथड्रल प्लान भनेको चाहिँ आम्दानीको स्रोत बनाउन चाहने वा रिटायर लाइफ जसले बिताउन चाहनुहुन्छ नि उहाँ व्यक्तिहरूको लागि एकदम उपयोगी योजना हो। एसडब्ल्युपी भनेको तपाईले पहिले लगानी गरिसकेको रकमबाट हरेक महिना चाहिँ म यति निश्चित रकम प्राप्त गर्न सकोस् भनेर चाहिँ हामीले एसडब्ल्युपी प्लानमा लगानी गर्छौँ। जस्तै तपाईहरूले कुनै पनि म्युचुअल फन्ड फिक्स्ड डिपोजिटमा लगानी राख्नुभयो भने कि त तपाईहरुलाई 3 महिना 6 महिना 1 वर्षमा एउटा फिक्स इन्टरभल टाइममा चाहिँ पैसा पाउनुहुन्छ। तर एसडब्ल्युपी मार्फत चाहिँ हरेक महिना म यति रकम निकाल्छु भनेर एग्रिमेन्ट गरिसक्नु भएपछि हरेक महिना तपाईले पाइरहनुहुन्छ। जस्तै यो चाहिँ एउटा इएमआई को उल्टो जस्तै हो। इएमआई मा तपाईले पैसा तिर्नुपर्छ, तर एसडब्ल्युपी प्लानमा चाहिँ तपाईलाई पैसा पाउनुहुन्छ। र एसडब्ल्युपी को उपयोगी कसले गर्न सकिन्छ? नेपालमा धेरैजसो मानिसले अहिले म्युचुअल फन्डमा लगानी गर्न थालेका छन्। एक्जाम्पलको लागि यदि तपाईहरुले 5 लाख रुपैयाँ एकैचोटी एसडब्ल्युपी प्लानमा राख्नुभयो, हरेक महिना मलाई चाहिँ 5000 रुपैयाँ आवश्यकता पर्छ तपाईको खर्चको लागि भन्नुभयो भने तपाईलाई एसडब्ल्युपी प्लान अनुसार हरेक महिना 5000 तपाईको एकाउन्टमा डिपोजिट हुन्छ र बाँकी पैसा चाहिँ एसडब्ल्युपी फन्डमा नै रहन्छ। हरेक वर्ष तपाईहरुलाई लाभांश डिभिडेन्डहरू प्राप्त गरिरहनुहुन्छ। एसडब्ल्युपी प्लान अनुसार हामीलाई के फाइदा हुन्छ? यो भनेको नियमित आम्दानी नहुने व्यक्तिहरूलाई यो सजिलो प्लान हो। जस्तै यो रिटायर व्यक्तिहरू जसको चाहिँ मासिक खर्चहरू एसडब्ल्युपी प्लान अनुसार कभर हुन्छ। जो व्यक्तिहरूलाई चाहिँ प्यासिभ इन्कमहरू चाहिरहेको छ नि त्यो व्यक्तिहरूलाई नि एकदम फाइदा हुन्छ भने बैंक अफ एफडी भन्दा पनि बढी एसडब्ल्युपी प्लानबाट तपाईहरुलाई फाइदा हुनेछ। यदि तपाईहरुको घरमा चाहिँ रेगुलर इन्कम मन्थली इन्कम हुँदैन भने, बच्चाहरू छ भने, तपाईहरुले कुनै पनि सामानहरू इएमआई मा खरिद गर्नु भएको छ भने पनि त्यस्ता व्यक्तिहरूलाई चाहिँ यो प्लान अनुसार एकदम फाइदा हुनेछ। नेपालमा एसडब्ल्युपी प्लानहरू कहाँ उपलब्ध छ? अहिले तपाईहरुले एसआईपी प्रोभाइड गर्ने कुनै पनि क्यापिटलहरू बैंकहरूको वेबसाइट चेक गर्नुभयो भने एसडब्ल्युपी प्लानहरू देख्न सक्नुहुन्छ। तर नेपालमा स्टिल यो चाहिँ लागू भइरहेको छैन। केही समयपछि हामीले पनि यो एसडब्ल्युपी प्लानमा लगानी गर्न सक्छौं। तपाईहरु एसडब्ल्युपी प्लानमा इन्ट्रेस्टेड हुनुहुन्छ भने डिमेट एकाउन्ट मेरो सेट एकाउन्ट चाहिँ खोलिहाल्नुस्। र विश्वमा नै एसआईपी एसडब्ल्युपी प्लान एकदम चर्चित छ। एसआईपी र एसडब्ल्युपी प्लानमा के भिन्नता छ, के फरक छ? एसआईपी जसलाई चाहिँ सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनिन्छ, यो मार्फत हामीले हरेक महिना लगानी गर्नुपर्ने हुन्छ भने कुनै पनि फिक्स इन्टरभल यदि तपाईले 10 वर्ष 15 वर्ष राख्नुभयो भने यति पाउँछ भनेर हामीले लगानी गर्छौं। एसडब्ल्युपी जसलाई सिस्टमेटिक विथड्रल प्लान भनिन्छ, यो भनेको हामीले पहिले नै लगानी गर्नुपर्ने हुन्छ। एसआईपी ले सम्पत्ति निर्माण गर्छ। हरेक महिना 2000 5000 लगानी गर्नु भएको छ भने 10 वर्ष 15 वर्षपछि चाहिँ एकैचोटी एकमुष्टमा तपाईले रिटर्न पाउनुहुन्छ। र एसआईपी मार्फत चाहिँ हरेक महिना हाम्रो पैसा जान्छ भने एसडब्ल्युपी मार्फत चाहिँ हरेक महिना हाम्रो पैसा आउँछ। जस्तो युवाहरू कमाउनेहरू जो चाहिँ जब गरिरहनु भएको छ, रेगुलर इन्कम गरिरहनु भएको छ, त्यस्ताहरूलाई एसआईपी एकदम फाइदाजनक हुन्छ भने एसडब्ल्युपी चाहिँ जो चाहिँ रिटायर लाइफ बिताइसक्नुभयो, जसको चाहिँ इन्कम रेगुलर हुँदैन, उहाँहरूको लागि एसडब्ल्युपी प्लान एकदम उपयोगी हुन्छ। यदि एसआईपी मा लगानी गरिरहनु भएको छ र बजार घट्दा तपाईको एसआईपी को युनिट एमाउन्ट पनि घट्ने गर्छ भने, जस्तो एसडब्ल्युपी प्लान अनुसार चाहिँ बजार घट्दा रकम खेर जान सक्छ। एसडब्ल्युपी प्लानको एक्जाम्पल हामीले लिन सक्छ। जस्तो रामको उमेर चाहिँ 55 वर्ष भइसक्यो, उ चाहिँ एउटा रिटायर लाइफ बिताइरहेको छ र उसको खातामा चाहिँ 10 लाख छ भने हामीले के गर्न सक्छौं? त्यो एमाउन्टलाई चाहिँ एसडब्ल्युपी प्लानमा लगानी गर्न सक्छौं। र रामलाई चाहिँ हरेक महिना एक्सपेन्सेसको लागि 8000 देखि 10000 उलाई आवश्यकता पर्छ। यो एमाउन्ट चाहिँ हामीले कहाँ लिन सक्छौं? एसडब्ल्युपी मार्फत हरेक महिना चाहिँ लिन सक्छौं। र एसआईपी ले तपाईको भविष्य बनाउँछ भने एसडब्ल्युपी ले तपाईलाई वर्तमानमा सहज बनाउँछ। यदि तपाईहरुलाई एसआईपी र एसडब्ल्युपी प्लानमा कुनै कन्फ्युज भएमा कमेन्ट गर्न सक्नुहुन्छ। यस्तै इन्फर्मेसनको लागि च्यानललाई सब्स्क्राइब गर्न भने नभुल्नु होला।